त्यो आँखाबाट आयो क्या जिजो बाजे सबैले भए त के नि खाली छ बहिनी छोरो त बुलाको त भुइँमा सुत्न मन लाग्छ कि काखाउनु ल छाता रे बाजेले पैसा दिनु हो ल छाता भुइँमा खेल्न मन लाग्यो चारा काखामा लगाइदिन्छ काखामा मान्दैन भुइँमा त खेल्छ फुपूको थियो फुपूलाई फोन गरेको थियो फुपू बिर्सिनु भयो अरे अनि हाफ टाइम माग्छ त्यस्तोले भइहाल्छ कति सिनो लाग्यो अस्ति जस्तो कति ठुलो लाग्थ्यो झड्किएछ कि त्यही त नाउ ल छाता छिटो काठमा मान्दैन ल मनले सबै आऊ भनेको राजा छैन ए त्यो आज त भुटानको लागि आउँछ नि अनि मम्मी अनि कोल लगा आशीर्वाद दिनु होला हलुवा ल्याइदिनु न त्यो त हो सबै पार्छ अझै अब त पोइगयो पैसा समाज नमस्ते 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 यहाँ पैसा बाबु यता मामा आम्मा गर्ने धेरै धेरै पढ्ने होइन यहाँ टिका लाउने आएको फेरि नलगाएको आज के गर्नु लाग्यो लाउने भएको छ आज त टिका लाग्यो नानी टिकी लाउने अरे अब तेरो मम्मी कहाँ गई खाना कोठामा हुनुहुन्छ क्यामेराम्यान नमस्ते नमस्ते खाना मन लाग्छ ल बाबुलाई ल पुरा धेरै पाँचै पढे धेरै धेरै पैसा छिटो ल्याइन नानीलाई घाम घाम छेक्छ नानीलाई घाम लाग्यो मुखमा बल्ल रोन लाग्यो बाबाले बोलाउनु बाक्ने गाडी के भनेर ल्याएछ खै तिम्रो दुधलाई जानु पठाइदियो म चढाइदिनु भुइँमा सुत्न नपाएर
आगे देखियो कति समाजमा पनि गइरहेछ म चाहिँ हेर्दै मलाई नहेर्ला चाहिँ उता हेर्ला राम्रो बाबुलाई यस्तो ठुलो भइसकेको बाबु सेम दाइदी हुन्छ के दुनियाँहरू सन्केर हिँड्ने कि नि गरेको तो और अब तो क्या बुबाई ठुलो भयो क्या तिमीलाई ल्याइदिएको बाहिर भाइले भनेर रिसिएको भाइले भनेर एउटा त्यसो ल्याइदिनु धेरै पऱ्यो है डाक्टर इन्जिनियर पनि कि लाउने पनि हो लाउने नगराउने अरे भाइले गाली गर्नु बाबु लाउनु नि बजा नेपाल चोर पुलिस भाइ नि नेपाल चोर पुलिस भाइ नि हुन्छ के भन्छ त्यो जताको हुन्छ पुलिसको छोराको बहिनी खोइ त नानी बहिनी खोइ मान लैजाऊ के खुवाउ राम्रो लैजाऊ के भिन्न पढाउ गरेर पहिले केरा चोरा खाइसक्यो अरूले के गराउनु मागेर हुन्छ केरा निकाले गाउँ आउँछ मम्मी जाऊ जाऊ हेमन्त लिएर आउनु पर्छ नि
यसले आज मलाई सम्झी पानीमा आउनु नि यसो पानी म सबै पर्छ लौ हिँडेको खाए जिन्दगी फुल पनि दिनुपर्छ सिधै गएन मलाई पनि भन्नु कि सानो जुबा यसलाई टुट्ने त्यो सेल नछोड्नु है अहिले माइक पार्टी आइरहेको छ सेल नछोड्नुलाई कता हेर्न भन्नु कोही पनि छैन नि उतै हेर अब साकार मान्छे भएर भर्खर आउनु नि छिटो